नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ आज 23औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै गरेको सम्बन्धी प्रसङ्गबाट। आज माघ 2 गते सधैँ झैं यस वर्ष पनि भूकम्प दिवस मनाइएको छ। मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पुर्याएको क्षतिको सम्झना तथा सुरक्षाको उपायहरूमाथि छलफल र बहस गर्दै यो दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले शुक्रबार काठमाडौँको भूगोल पार्कमा राष्ट्रिय भूकम्प स्मृति सभाको आयोजना गरेको थियो। सभामा गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा शताब्दीको अन्तरमा महाविपत्तिहरू आउने इतिहासले नै देखाएकाले यसको पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो। प्राकृतिक विपद रोक्न नसकिने उल्लेख गर्दै गृहमन्त्री थापाले सरकार निकायले यसमा ध्यान दिनुपर्ने बताउनुभयो। गृहमन्त्री थापाले कोरोना रूपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प आएको तर्क समेत गर्नुभयो। नेपाल फेरि एउटा राजनीतिक उथलपुथलको बीचबाट अगाडि बढिरहेको छ। त्यसैले यसलाई पनि हामीले अर्को एउटा भूकम्पकै रूपमा बुझ्न सकिन्छ भन्ने मलाई लाग्दछ। र नेपाल हरेक शताब्दी झन्डै 80-100 वर्षको अन्तरालमा नेपालमा र महाभूकम्प महाविपत्ति आउने गरेको छ र त्यसले हजारौंको ज्यान लिने गरेको छ र लाखौंलाई। त्यस्तै काठमाडौँ महानगरका नगर प्रमुख विद्यासुन्दर साक्यले भूकम्प कोरोना जस्ता सङ्कटसँग जुझ्न महानगर तयार अवस्थामा रहेको बताउनुभयो। कोषको व्यवस्था गरेर हामी कोही पनि फोकर हुन दिँदैन भनेर अठोट गर्ने काठमाडौँ महानगरपालिका नै हो। हामी सबै वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी साथीहरू ल्याएर घर घरमा राहत पुर्याएर ठाउँमा खाना खुवाएर कसैलाई पनि फोकर हुन दिएन। यत्रो 40औं लाख जनसङ्ख्या भएको ठाउँमा पनि कुनै पनि असुरक्षाको महसुस गर्नु परेन। एकजनाले खाना पाएन भनेर भन्नुपर्ने स्थिति आएन। त्यो व्यवस्था हामीले गरेका छौँ। हामीलाई गौरव पनि लाग्छ। हाम्रा जनप्रतिनिधि साथीहरू, कर्मचारी साथीहरू जो आफैमा एउटा जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ त्यो। कार्यक्रमपछि गृहमन्त्री थापाले भूकम्पको सुरक्षाको लागि महानगरले गरेको तयारीको निरीक्षण गर्नुभएको थियो। विक्रम सम्वत 1990 माघ 2 गते दिउँसो 2:24 बजे गएको त्रासदीपूर्ण महाभूकम्पको सम्झनामा वर्षेनी माघ 2 मा भूकम्प दिवस मनाउने गरिएको हो। यसका लागि यस वर्षको सन्देश बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने नारा रहेको छ। विक्रम सम्वत 2055 देखि माघ 2 गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रूपमा मनाउन थालिएको हो। मेलम्ची खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतीश गोइतका दाइ आशिष गोइतलाई जागिर दिएको छ। मेलम्ची खानेपानी परियोजनामा कन्ट्र्याक्टरको तर्फबाट कार्यरत मृतक इन्जिनियर गोइतको निधन भए लगत्तै आन्दोलनरत इन्जिनियरहरूले उनको परिवारबाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए। आन्दोलनरत इन्जिनियरहरू र खानेपानी मन्त्रालय बीच भएको 5 बुँदे सहमति अनुसार उनको दाइलाई जागिर दिएको हो। प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्बर 2 का इन्चार्ज राम एकवाल यादव र अध्यक्ष इन्जिनियर सागर चौधरी लगायत धनुषा अध्यक्ष इन्जिनियर राजेश कुमार महतो र इन्जिनियर राकेश शाह, सञ्जय यादव लगायत सङ्घीय खानेपानी कार्यालय प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासे संयुक्त रूपमा मृतक इन्जिनियर गोइतका दाजुलाई नियुक्ति पत्र प्रदान गरेका छन्। मृतक इन्जिनियर गोइतका परिवारले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनलाई धन्यवाद ज्ञापन गरेका थिए। नियुक्ति पत्र पाएका गोइत माघ 1 गतेबाट कार्यालयमा कार्य गर्न थालेका इन्जिनियर राम एकवाल यादवले जानकारी दिनुभएको छ। जनता समाजवादी पार्टी जसपामा समायोजनको कार्य रोकिएको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा बीच समायोजनको कार्य हाल प्रदेश र सोभन्दा तल हुन सकेको छैन।
समायोजनको कार्य भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विघटन गरेपछि पार्टी सो प्रगति गमनको विरोधमा आन्दोलित भएकोले समायोजनले प्राथमिकता नपाएको नेताहरू बताउँछन्। प्रदेश, जिल्ला र पालिका स्तरमा समायोजन हुन नसकेको बेला पार्टीका शीर्ष नेताहरू दुई धारमा प्रष्ट विभाजित देखिएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजन भएसँगै जसपा पनि विभाजित हुने चर्चा सुरु भएको हो। पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले नेकपाको प्रचण्ड नेपाल समूहसित मिलेर जाने पक्षमा देखिएका छन्। तर महन्त ठाकुर, राजेन्द्र महतो लगायत प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग सहकार्य गर्ने मनस्थितिमा रहेका छन्। जसपाको आन्तरिक मत भिन्नता बाहिरिए पनि देखिन थालेको छ। अध्यक्ष उपेन्द्र यादवको कार्यक्रममा पूर्व राजपाका नेता कार्यकर्ताहरूको कमै मात्र सहभागिता देखिन्छ। यादव ओली सरकारबाट अपमानपूर्ण ढङ्गले राजीनामा गर्न बाध्य बनाइएदेखि कडा आलोचक बनेका छन्। आन्दोलनकै क्रममा यादवले पूर्व समाजवादी युवाको प्रशिक्षण कार्यक्रममा सहभागी भए पनि पूर्व राजपाका नेताहरूले त्यसलाई रुचाएका छैनन्। उनीहरूले त्यसको विरोध गर्दै पार्टीमा एकलौटी गर्न खोजिएको आरोप लगाउन थालेका छन्। पार्टीभित्रको खिचातानीको प्रभाव प्रदेश सरकारमाथि पनि परेको छ। प्रदेश सरकारले गति लिन सकेको छैन। गृह मन्त्रीहरूमा पार्टीगत भावना भन्दा व्यक्तिगत स्वार्थ बढेको देखिन्छ। नेपालको कागज उत्पादनमा अग्रणीय रहेको एभरेस्ट पेपर मिलले कामदार कर्मचारीहरूको तलब बापतको 3 करोड बढी रकम भुक्तानी गर्न बाँकी छ। पेपर मिल बन्द गरेको सञ्चालकले कर्मचारी रद्दी कागज सप्लायर्स, केमिकल सप्लायर्स, भुस सप्लायर्स लगायतको करिब झण्डै 15 करोड तिर्न बक्यौता बाँकी रहेको छ। विदेशमा समेत कागज निर्यात गर्ने एभरेस्ट पेपर मिलले लकडाउनमा समेत कर्मचारीहरूको तलब भुक्तानी गरेको छैन। दैनिक ज्यालादारीहरूको पारिश्रमिक समेत रोकिएको छ। कर्मचारीहरूको तलब भुक्तानी नदिएको मिल सञ्चालकले भने उद्योग बन्द गरी जग्गा प्लटिङ गरी बिक्री गर्ने तयारी गरेको छ। कौडीको भाउमा किसानहरूसँग खरिद गरिएको जग्गा अहिले धुरको 2 लाख बढी पर्ने गरी प्लटिङको योजना बनाएको बताइएको छ। मिल सञ्चालकले कच्चा पदार्थको अभाव, बायलर बाल्न इन्धनको अभाव र ती सबैको जोहो गर्न नगदको अभाव देखाउँदै उद्योग बन्द गरेको छ। उद्योग बन्द भएपछि अहिले सीमित कर्मचारी मात्र त्यहाँ कार्यरत रहेका छन्। स्रोतहरूका अनुसार मिललाई उपलब्ध गराइने कच्चा पदार्थ सप्लायर्सहरूको करिब 6 करोड बक्यौता रहेको छ। पछिल्लो 1.5 वर्षदेखि उनीहरूलाई रद्दी कागजको मूल्य भुक्तानी गरिएको छैन। त्यसैगरी केमिकल लगायतका सामग्रीहरू उपलब्ध गराउने भारतीय सप्लायर्सहरूको समेत 4 करोड बक्यौता रहेको छ। उनीहरूलाई समेत 1.5 वर्षदेखि रकम भुक्तानी गरिएको छैन। धानको भुस सप्लायर्सले पनि 50 लाख भुक्तानी लिन बाँकी रहेको बताएको छ। भुस पनि पेपर मिलले कच्चा पदार्थको रूपमा प्रयोग गर्छ। मिल सञ्चालकले यस अघि पनि पटक पटक बन्द गर्दै घाटामा रहेको कर छली गरेको आरोप लगाउँदै आइरहेको छ। बिजुलीको महसुल पनि तिर्न धेरै बाँकी रहेको बताइन्छ। मिल सञ्चालकले उद्योगलाई पूर्ण रूपमा बन्द गरी त्यहाँको जग्गालाई प्लटिङ गरी बिक्री गर्दा उद्योगबाट आउने मुनाफा भन्दा धेरै बढी हुने निर्क्युल निकालेको छ। सयौं मानिसहरूको प्रत्यक्ष रोजगारी दिएको धनुषा जिल्लाको एकमात्र ठूला उद्योग एभरेस्ट पेपर मिल बन्द भएपछि मिलमा ठूला उद्योग रहने छैन। एभरेस्ट पेपर मिलले जापानमा समेत कागज निर्यात गर्दै आइरहेको छ। नेपालमा एभरेस्ट पेपर मिलको कागजको गुणस्तर उत्तम मानिन्छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावाली र भारतीय समकक्षीय एवं जयशंकर बीच भेटवार्ता सुरु भएको छ। भेट नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा जारी छ। भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ। दुई देशका विदेश मन्त्री बीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, भारतीय विदेश सचिव हर्षवर्धन
श्रृङ्खला लगायतको सहभागी रहेका छन्। ग्यावाली र जयशंकर बीचको भेट लगत्तै हैदराबाद हाउसमै नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको 6औं बैठक सुरु हुनेछ। बैठकका लागि दुई पक्षले करिब 3 दर्जनभन्दा बढी एजेन्डा तय गरेका छन्। एजेन्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली 2 दिन अघि नै नयाँ दिल्ली गएको थियो। बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटी लगायतको विषयमा छलफल हुने बताइएको छ। त्यसैगरी बैठकमा दुई देश बीचका 2 दर्जनभन्दा बढी संयन्त्रहरूमा हालसम्म भएका सहमति र नसुल्झिएका विषयमा समेत समीक्षा गरिने बताइएको छ। नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यद्यपि भारतीय पक्षले भने सीमा विवादलाई सचिव स्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्री स्तरीय आयोगको बैठकमा विस्तृत रूपमा छलफल गर्ने पक्षमा छ। बिहिबार साँझ भारतको विदेश मन्त्रालयले पनि परराष्ट्र मन्त्री ग्यावालीको भ्रमणको क्रममा सीमा विवादको विषयमा छलफल नहुने धारणा सार्वजनिक गरेको थियो। आयोगको बैठक लगत्तै मन्त्री ग्यावाली भारतीय विदेश मन्त्री जयशंकरले आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछन्। त्यसपछि दिउँसो 3:30 मा नयाँ दिल्ली स्थित भारत सरकारको थिङ्क ट्याङ्क परराष्ट्र मामिला सम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र IECW मा आयोजना गर्ने नेपाल भारत सम्बन्धी विषयको कार्यक्रमलाई मन्त्री ग्यावालीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मन्त्री ग्यावाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंह लगायतका उच्च राजनीतिज्ञहरूसँग भेट्ने तय भएको छ। यद्यपि ती भेटका बारेमा दुई पक्षले हालसम्म केही खुलाएका छैनन्। मन्त्री ग्यावाली शनिबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ। सङ्खुवा सभा महोत्तरी 400 केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोहबीच शिलान्यास गरिएको छ। अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत सङ्खुवा सभाको सान्दवारीदेखि मोहत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिट्टामोडसम्म 400 केभी प्रसारण लाइन निर्माण कार्यको बिहिबार शिलान्यास गरिएको हो। मोहत्तरीका प्रमुख जिल्लाधिकारी केशव प्रसाद बिमलीले जिल्लाको भङ्गाहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गर्नुभयो। भङ्गाहाबाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो। यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठूलो फड्को मार्ने विश्वास लिएको छ। शिलान्यास कार्यक्रममा प्रमुख जिल्लाधिकारी बिमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोग साबित हुने बताउनुभयो। उहाँले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो। प्रमुख जिल्लाधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टिएल टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका प्रमुख कुमार खड्का, प्रशासकीय अधिकृत रञ्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एसके शर्मा, चन्दन मेहता, भङ्गाहा नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष ओहित मिया लगायतको सहभागिता रहेको थियो। अविश्वासको प्रस्तावलाई फेस तयार रहेको प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड नेपाल समूहलाई सरकारमा जानबाट रोक्न नेपाली कांग्रेसका लागि मुख्यमन्त्री छाड्न समेत तयार भएका छन्। प्रचण्ड नेपाल समूहबाट 35 जना सभासदले संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव उप माघ 7 गते छलफलका लागि प्रदेश सभा बैठक बोलाएको छ। 93 सदस्यीय प्रदेश सभामा नेकपाको 67 जना सभासद छन्। त्यसमध्ये प्रचण्ड नेपाल समूहबाट 35 जनाले मुख्यमन्त्री राईमाथि अविश्वास प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री राई पक्षको दाबी अनुसार हाल दुवैतर्फ 33 जना रहेका छन्। 1 जना सभामुख छन्। नेकपाको ओली समूहमा रहेका मुख्यमन्त्री राईले कांग्रेससँग तालमेल गरी सरकार बनाउने प्रयास थालिसकेका छन्। प्रचण्ड नेपाल समूह भने मुख्यमन्त्री राखेर कांग्रेससित तालमेल गर्न चाहेको छ। नेपाली कांग्रेसको केन्द्रले कुन पक्षसँग तालमेल गर्ने र सरकारमा जाने अथवा बाहिरबाट समर्थन दिने टुङ्गो
नलगाइसकेकोले प्रदेशका नेताहरू अन्योलमा छन्। केन्द्रीय निर्देशन नआएसम्म के भन्न सक्ने अवस्था नरहेकोले उनीहरू बताउँछन्। मुख्यमन्त्री राई अविश्वासमा पर्ने निश्चित भइसकेको अवस्थामा उनी सरकार जोगाउने भन्दा काङ्ग्रेसलाई दिएर भए पनि प्रचण्ड नेपाल समूहलाई सरकारमा जानबाट रोक्नुलाई प्राथमिकता दिएका छन्। सरकारका लागि 47 जना सभासद चाहिन्छ। नेकपाभित्रबाट त्यो संख्या पुर्याउन सम्भव प्राय नै छ। प्रदेश सरकारको सम्बन्धमा काङ्ग्रेसको केन्द्रले प्रश्न नगरेसम्म अन्योल नै रहनेछ। तर काङ्ग्रेसका एकजना नेताका अनुसार ओली समूहसँग तालमेल हुने सम्भावना बलियो छ। प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पनि सुनवाई हुँदैछ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विशम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनवाई भइरहेको छ। यो विवाद संवैधानिक इजलासमा सुनवाई गर्ने वा बृहत्पूर्ण इजलासमा सुनवाई गर्ने भन्ने विवाद अझै सकिएको छैन। आज पनि यो मुद्दाको सुनवाई कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ। रिट निवेदक 13 मध्ये 11 जनाले यो विषय बृहत्पूर्ण इजलासमा सुनवाई गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्। प्रतिनिधि सभा विघटन विवादको सुनवाई गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारतर्फबाट महान्यायाधिवक्ताले संविधानको व्यवस्था व्याख्या गर्ने इजलास भएको हुँदा संवैधानिक इजलासमै सुनवाई गर्नुपर्ने तर्क छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दालाई संवैधानिक इजलासमा नै राख्ने वा बृहत्पूर्ण इजलासमा पठाउने विषयमा अधिवक्ताहरू र न्यायाधीशहरू बीच सवाल जवाफ भइरहेको छ। सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासमै सुनवाई गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको छ। यही पुस 10 गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारण सहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सभामुखले यही पुस 19 गते महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश भइसकेको छ। गएको 5 गते प्रतिनिधि सभा विघटन गरेको निर्णय विरुद्ध 14 रिट निवेदन दर्ता भएका छन्। नेपालमा एक साता 2 स्थानका मौसम प्रणालीको प्रभाव परेको छ। यसले दिनभर मौसम बदली गराउने भएकाले घाम नलाग्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार हाल देशमा दक्षिणी पूर्वी अरब सागरमा बनेको न्यून च्यापीय क्षेत्र तथा पूर्व बिहारमा बनेको न्यून च्यापीय क्षेत्रको प्रभाव परिरहेको छ, जसले गर्दा अधिकतम तापक्रम घट्न गई देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईमा बाक्लो हुस्सु कुहिरो लागेको छ भने अहिले देशको पहाडी भूभागमा आंशिक बदली देखिएको छ। देशका विभिन्न भूभागमा तापक्रम हल्का गिरावट आउनका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इन्डोनेसियामा गएको भूकम्पमा 7 जनाको ज्यान गएको छ, कैयौं घाइते भएका छन्। बिहान सुलावेसी द्वीपमा 6.2 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। भूकम्पको कारण घर तथा अस्पताल भत्किँदा कैयौं नागरिक फँसेका छन्। भूकम्पपछि सयौं नागरिक विस्थापित भएका छन्। इन्डोनेसियामा सन् 2018 मा भूकम्प र सुनामीका कारण 2000 जनाको ज्यान गएको थियो। हवस् त, टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।